गणपत्यादि शांताय नमः दिनाटाय कंट्रोलताय नमः सूर्यादि नारायणाय नमः ईश्वराय देवे नमः अनादि प्रतिदेवे नमः युगादि अष्टवस्त्रिवे नमः धात्रादि द्वादश देवे नमः वीरभद्रादि एकादश देवे नमः गौडादि षोडशनाथ देवे नमः आवादि सप्तम देवे नमः विनायक नमः कालो देखियो क्या देवे भाइ म एकछिन हुन्छ 2 मिनेट अगाडि एकछिन हात यस्तो एउटा पुछ्ने ल्याउलो छोरो त गरिहाल्ने मान्छे अहिले चाहिँ राम्रो देखिरहेको छ भान्जी त्यो तिल जो वाले ल्याथे तिल जो त्यो फुलामा ले त्यो अस्पताल पूजा गर्छ तिरानी पानी आ अझै पानी पूजा पिन्सा सबैलाई क्वीन लिएर सन्चै हुन्छ
इ फेरि उ बाबुले उ गर्यो। यो पहुँच्दिनु त यो त्यो बाबुले त्यो फेरि खेलेको नेपाल त्यहाँको डलर अरे जम्मू द्वीपे आर्य संसारको पहिलो रत्न प्राप्त तुंगाती व्यवसाय ब्राह्मण पूर्वे परशुराम पश्चिमेश्वर के लोकनाथ के सत्य सलाम करगता पक्षपात सत्य गोरखा राज्य और कमल सत्य प्राको का सत्य संपत्ति संसार नागत का इस्लाम दाता जलमतन कर मोरा नारायण नगर गोपालरामी जमा सले ब्राह्मण ज्ञात न मोह सत्य समस्ना मध्ये दुष्ट रो प्रणाम श्री श्री रवि उत्तरायण ना पासन तवै पामाती समस्या मा पार्वती कपिना देतो भगवान ने साधना सेकंड बड़ी डॉट दिया पत्थर भार का सेवन उत्पन्न पत्थर कर जाओ कर्मणो मम ने परीक्षा पुत्रस्य परिजमान नम नव बालक मम हैन मम परिजमान नव बालक अन्य प्रार्थन कर्म निमित्तक आदो दीपक सकले पूजनक भगवान का इच्छा है बोलने का आत्मा का पूजन दूसरा आत्मा का होगा हां थोड़ा कुछ कर पहला दिन तक तो पेट लगे पानी में कोई करेगा सब पानी मेरे ने और भी बन जाएगा ये तो कोई कुछ है या मा पूजा गर्नु अब जोमा पूजा गर्नु छ या जोमा एउटा टिका तिमीलाई जान्ने हो घरमा साथलाई टिका लगाएको अब आउनु नपाउने घरमा साथलाई टिका लगाएको वो बोलेको सुनिन्छ दुनिया त नमस्कार बोले भारत सादे साधनानि प्रगति शास्त्र बारेमा शुभम कल्याण मार्ग वर्तमान नासाय पूजा की परमते यहाँको ढोका राखेको छ बोल यहाँको ढोका राखेको अनि कलशमा राखेको कलशमा पूजा गर्नु कलश सबरमा हामी शासन सरकारले यस्तो गर्नु यता हेर्नु त यता यो कलश उहाँले कलशको मुखमा यसरी आतल छुने यस्तो गरेर छुनु कलशलाई कलशको सबके देशो प्रथमा हिंदा मुख्य प्रति वसुंधरा हिंदे गुरु भेद सामते का सर्वना कलशको समा हिंदा यस्तो यता यो कोही यात्रा फूल बोलते देते आते ये दान हमारे पास दान हमारा को का समाज के तो बेटा कोई ना मुझे खाली जवाब कर दे तो बहुत सारी कहता है प्रतिष्ठा जीव स्वयं संपादित विष्णु प्रजापति आदित्य बंधु प्रजापति जिले बतम पिता तो इतना एकदम बड़ा सब साधि को जब प्राप्त हो जाओ संदेश को देवा प्रसन्न हो संता ऐसा हम तो ये जरा बारे पड़े जाता हाथ जोड़े पड़े पता हो उचलन माया मेरा हमारी कार बच्चों का क्यों
अब गणेशलाई पूजा गर्नु सम्झना अर्थता फुल पूजा गर्नु गणेशलाई जुबो भेट्छ त दुर्गा तुरन्त सरस्वती आधार पुष्पम सरस्वती पंचरागिरो पुष्पम सरस्वती सरस्वती गंगा सरस्वती सरस्वती नमस्कारमी एउटा त्यो स्याउको फल देखेर चाहिँ मैले त्यो स्याउको फल हातमा बोक्नु त स्याउ कोला देवाय रक्त 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 भइरो रक्त 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 Dua bagi berarti. Bukan apa ni bukan. Bukan tu. फोटो भिडियो मात्रै बनाउँछु भिडियोबाट खिच्दा हुन्छ होला नि फोटो त यसले ए मैले यादै नगरेर अलिकति भित्र
भ्याज फोन आएको छ यसमा आवाजै छ माइक्रोफोन माइक्रोफोन चाहिँ फोनकोबाट गराएको माथि स्पिकरबाट ओ किटो किटा यताको त प्रश्न देखिरहेको सबको बारेमा थाहा देखियो अहिले कस्तो राम्रो आएको डबल डबल आउँदै आवाज आयो है उतापट्टि आएन माइक्रोफोन चाहिँ इन्टरनल स्पिकर चाहिँ गर्न तलबाट आवाज आइरहेको छ बोला आवाज आएन नि त त्यहाँ तलपट्टि भान्जी भान्जी यहाँ यो यहाँ भाइसँग आऊ ए अहिले लिएको छु अघि लिएको थिएन त्यतिखेर चाहिँ लिएछ यहाँ कि यहाँ तिम्रो फोटो लिने आऊ यहाँ बस 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 आऊ ल बस म तिम्रो खिच्दिने ए फोन आयो किन यस्तो आएको यसको फोटो भान्जीको किन यसमा आवाज आयो
भान्जाको त कपडा लगाइदिन लाग्यो भान्जाले त हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि लुगा लाउँदैछन् भाइलाई भाइ के भन्नु चित्त दुखाइ भान्जाले फेरि म गएँ ल खै बाबु आन्टी यो भान्जालाई फेरि बोलाउनेदेखि चित्त दुखाउँछ फेरि हेर त हेर को यताबाट हेर्नु त यस्तो कालो देखिरहेको छ धन्दै यता कुनाको छ कताको हो ल भान्जी फेरि मामा फेरि आउनु पर्यो ल सरी ल टेस्ट गर्नु त फेरि जानु पर्यो म चाहिँ अरे भान्जाले फेरि चित्त दुखाउने भयो होइन त आज तिमीलाई अनुखाउने
All is fulfilling marriage. लुगा लाइसक्यो जुरेको मामालाई मामा र आमालाई यो 84 व्यञ्जन पनि पूजा गर्नुपर्छ होला एकचोटि त हजुर यो 84 व्यञ्जन पनि पूजा गर्नुपर्छ यही बेला हो लु 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 गरौँ माला साँच्ची माला कतिखेर लगाइदिनु अनि यो पूजा गर्नु पश्चिम पश्चिम ऊ त अहिले ठ्याक्कै पश्चिमै फर्किरहेको छ हामी पूर्व फर्किरहेको छौँ पश्चिम फर्किरहेको छ लु लु खाना खुवाउँदै रहेछ मामा मामा लु लु मामा माता तिमी पूर्व फर्केर तिमी यताबाट उता फर्क्यौ भने पूर्व हुन्छ छोरो चाहिँ पश्चिम फर्किरहेको छ मामा पनि लु म एकैछिन यहाँबाट के फेरि म उतापट्टि जानुपर्ने उता त्यहाँ जानुपर्छ घर तिमी यहाँ आऊ यहाँबाट ए ल साना राजा मिठो यो सामानहरू पटुकाहरू दिदीले उता युएसबाट लिएर आयो कि यहाँ सबै दिदीले भनेको घरमै बनाएर टाइम भयो म खाउँछु अब सुत्ने बेला भयो माला पनि लगाइदिनु यहाँ एउटी बाटो भाइलाई खुवाउन जाऊ होइन बोकी बोकी खुवाउँछु यसको मैले यसो खाइदिएर गर्छु अनि मुखमा मात्रै लगाइदिनु अर्को
प्रिन्स हजुर ए त्यहाँ पनि छ ल पूजा खाइदिनु हुन्छ गुरुबा हुन्छ खुवाइदिँदै हुन्छ नि त खाइदिएको छ अनि सक्यो अरे पूजाको काम के ऊ अघि अन्न पूजा गर्नु भन्नुभयो नि भयो एकैछिन खुवाइदिएपछि फेरि माला किन्ने भनेको मलाई नै हेर चित्त दुखाउने होला के अरे चित्त दुखाउने होला के अरे दाजु खुवाइदिनु पालो मेरै हो बाबु खुवाइदेऊ सिधो होइन ऊ मात्रै रस मात्रै मैले खुवाइदिइसकेँ उसलाई मिठो भएको क्या उसले रोको भनेको मुखमा लगाइदिए मिठो कुरो त्यस पछाडि खुवाउँदैन जिस्काउँछन् मात्रै उसलाई खानु पर्यो त सिधा चाहिँ नखाइ भोकाले फोटो चाहिँ खिचे होइन अब भरे फोटो मिलाएर खिच्ने अब यहाँ अहिले राख्ने राम्ररी खुवाएर होइन यो चाहिँ नदीहरू कति रोइरहेको छ सुत्यो के हो त सुत्यो आज सुतिहाल्यो मेरो छोरीलाई भान्जोलाई छैन सुत्यो त अब मान्छे ऊ हेर्नु न भान्जालाई
त्यसमा चाहिँ खिच्या छ खिचिक खिचिक त हानेकै छ यो अब चाहिँ समाज ए हो र हो नि टिका लगाइदिएर मैले त कहाँ हाल्ने होइन खै त दिदी खै त पहिला मलाई ए त्यो त त्यो अहिलेको तपाईँकै भन्छ नि अब त्यो पूजा गर्दै गरेको मेहनत गर्नु कोही नै हालेको अरे भयो अहिले फोटो खिच्दा भन्दा ए अँ टिका लगाऊ म ठिकै थिएँ आफूलाई मात्रै देखिरहेको रहेछु कि ल
खाली बोतल त्यहाँ ब्यागदेखि निकालेर